Alright guys, welcome back to another episode of Nafkin Vibes. आज चाहिँ सबैजना सन्चै हुनुहुन्छ है, म पनि सन्चै नै छु। अनि आज चाहिँ स्याटरडे, आज चाहिँ हामी यसो सपिङ गर्ने जाने प्लान छ हैन। अनि म चाहिँ रेडी भएर बसिसकेँ अनि अस्मिता पनि रेडी हुँदैछ। अब चाहिँ हामी 5 मिनेटमा यहाँबाट निस्किन्छौँ। अनि आजको प्लान भनेको चाहिँ हामी सिटी सेन्टरमा गाडी लिएर जाँदैनौँ किनकि त्यहाँ गयो भने पार्किङ म तिर्दा वाक्क भइसक्यो हैन। सो आज के गर्छ भन्दाखेरि मेरो डेपो चाहिँ सिटी सेन्टरभन्दा अलिकति तल छ कि 3-4 स्टप तल छ। अनि त्यहाँ पार्क गरेछ अनि त्यहाँबाट चाहिँ हामी बसमा जान्छौँ किनकि बस ट्राभल हामीलाई फ्री छ हैन। अनि सो पार्किङ फाइन अथवा पार्किङ टिकट अभोइड गर्नलाई चाहिँ हामी त्यहाँ पार्क गरेर चाहिँ हामी बसमै जाने प्लान गरिरहेको छौँ। अब के हुन्छ थाहा छैन, गाडी लिएर जान पनि सकिन्छ। अब त्यहाँ पछि थाहा हुन्छ हैन। अनि त्यही नै हो, अब आज चाहिँ हामी सपिङ गर्न जान लागेको। अब अलिअलि सपिङ त भइसक्यो, अलिअलि धेरै सपिङ भइसक्यो। ऊबाट नै अनलाइन सपिङ गरेँ हामीले चाहिँ हिजो दुवैजनाले। अनि त्यसपछि अब अलिअलि छुटपुटका कुराहरू चाहिँ त्यही पसलमै गएर हेरेर किन्नुपर्ने हुन्छ। सो त्यही भएर चाहिँ आज हामी जाँदैछौँ। सो अब चाहिँ हामी निस्किन्छौँ है त। अहिले चाहिँ म पार्किङमा आइसकेँ हैन। अनि गाडी स्टार्ट गरेँ। पार्किङ चाहिँ के भन्नु, पार्किङ यही घरबाट बाहिर निस्किने बित्तिकै पार्किङ छ हैन। अनि गाडी स्टार्ट गरेँ। अनि वेदर चाहिँ कस्तो आनन्दको रहेछ क्या। अहिले भित्रबाट हेर्दाखेरि चाहिँ कस्तो हुन्छ नि त्यो, अब के भन्ने ठ्याक्कै एक्ज्याक्टली के भन्ने थाहा भएन, तर जो कस्तो नराम्रो लागेको थियो भित्रबाट। बाहिर चाहिँ कस्तो न्यानो क्या, त्यो हावा चाहिँ लागिरहेको छ तर आज चाहिँ हावा लाग्दा पनि कति न्यानो रहेछ क्या बाहिर। अनि कसैले के भएको हो मेरो आँखा सुन्निन थालेछ। म हिजो घर आएर घरमा हिँड्ने हिजो म मेरो बिदै थिएँ अनि म घरमै थिएँ। अनि त्यसपछि साथीले फिल्म हेर्न जाउँ न भनेर हामी थन्डरबोल्ट्स हेर्न गएको थिएन। एकदमै दामी त्यो फिल्म चाहिँ, तपाईँहरू पनि गएर हेर्न सक्नुहुन्छ। अनि घर आउँदाखेरि मैले एउटा भिडियो बनाएँ, डेन्जर पानी परेको थियो। अनि एउटा भिडियो बनाएँ, मैले यस्तो क्यामेरामा हेरेको त कस्तो आँखा सुन्ने रहेछ कि, कसरी यस्तो भएर अहिले पनि सुनिरहेको रहेछ। अनि अरू बेला चाहिँ म यसो क्रिमहरू लाउँथेँ, सनब्लक लाउँथेँ, आज त्यो पनि लाउनु मन लागेन। अब यसै डढिसक्यो छाला, उसै डढिसक्यो, सेतो भइसक्यो थियो हातहरू, कालो भइसक्यो। अब धेरै स्याहारेर पनि केही हुँदैन। अब चाहिँ आज चाहिँ हामी सपिङ गर्न जाँदैछ। हावा मजाले चलिरहेको छ, तपाईँहरूले थाहा पाउनु हुँदैन होला किनकि मैले माइकमा चाहिँ त्यो माथिपट्टि त्यो हावा छेक्नलाई उ राखेको छ क्या, त्यो फर। अनि त्यही नै हो, धेरै लामो हुन्छ भिडियो चाहिँ। अब चाहिँ हामी 5 मिनट गाडी बम भएपछि अस्मिता पनि आउँदैछन्। अनि त्यसपछि चाहिँ हामी यहाँबाट निस्किन्छौँ है। कस्तो रमाइलो दिन भएको आज यो, दामी भएछ। घाम पनि लागेको जस्तो भइरहेछ, हावा पनि बेसार लागेको छ, तर तातो हावा लागेछ कि अचम्म भइरहेछ आज चाहिँ। हाम्रो प्लान चाहिँ ग्लासको जाने थियो होइन, मैले अघि नै भनिहालेँ। अनि त्यसपछि अहिले चाहिँ मलाई ग्लासको जानै मन लागेन कि ग्लासको अलि ओभर रेटेड छ क्या खासै। त्यस्तो मलाई अब त्यो सधैँ त्यही भइरहेको भएर हो कि अब डेलिभरी गर्न जाने त्यहीँ, अब 1 वर्ष बस्यो भने त्यहीँ। अनि मलाई चाहिँ झ्याउ लाग्छ होइन। अनि अहिले चाहिँ मैले हामी ग्लासको फोर्स गएको चाहिँ, हामी सुरुमा आउँदाखेरि चाहिँ फोन किन्न भनेर आइफोन किन्न भनेर गएको। अब खासै आइफोन त किन्दिनँ त्यति बेला होइन। अब यस्तो क्रेडिट स्कोर यताउति भन्ने केही पनि थाहा थिएन। अब जाने अब इन्स्टलमेन्टमा लिन मिल्छ होला भन्ने हुन्थ्यो होइन। अब जसलाई पनि त्यही नै हुन्छ होइन, अब कसैले नभन्नुन्जेलसम्म। अनि हामी गयौँ। अनि त्यसपछि अहिले चाहिँ लगभग 2 वर्ष हुन्ला हामी त्यहाँ गएको छैन। अब अहिले चाहिँ हामी त्यहाँ जाँदैछौँ। अब हामी बिच बाटोबाटै त्यतातिर जान लाग्यो। अब यहाँबाट चाहिँ अलिक टाढा पर्ने भयो कि फोर्ट, नत्र यो फोर्ट चाहिँ एकदम नजिक छ अनि एकदमै राम्रो पनि छ क्या त्यो चाहिँ। म चाहिँ एकचोटि 2 चोटि गएँ क्या त्यहाँनिर। अनि त्यसपछि गएको छैन। अब आज चाहिँ हामी त्यही सपिङ गर्छौँ। अब उता सिटी सेन्टर जानुभन्दा पनि त्यही नै हो। अब यहाँबाट चाहिँ हामी फोर्ट जाँदैछौँ बिच बाटैबाट। अनि यहाँबाट चाहिँ अझ 13 मिनट देखाएर चाहिँ किनकि आज ट्राफिक छ जस्तो छ बाटोमा। सो त्यही नै हो। अब तपाईँहरूलाई म ग्लासको फोर्स देखाउँछु आज गएर। अनि हामी के किन्छौँ पनि देखाउँछु। अब प्रायः सामानहरू त सबै अनलाइनबाटै किनिसक्यौँ हामीले। अब अलिअलि छुटपुटका सामानहरू, अब त्यो हेर्नै पर्ने सामानहरू चाहिँ अब हामी त्यहीँ फोर्समा गएर किन्छौँ। त्यही नै हो। अहिले चाहिँ हामी ग्लासको फोर्ट जान लागेको होइन। अस्मिताले म्यापमा ग्लासको फोर्ट मार्केट हानेर हिँडेको छ अहिले। अब हामी फोर्ट जानुपर्ने मान्छे अहिले फोर्ट मार्केटमा आयो होइन, तर केही पनि भएन होइन, बिदै छ। अब यहाँ पनि मलाई अस्ति ल्याउनु मन थियो किनकि यहाँनिर चाहिँ कस्तो छ भन्दाखेरि त्यो नेपालहरूमा भित्र सानो सानो पसलहरू हुन्छ नि, त्यो पसलै नभइकन त्यहाँनिर त्यो स्टल जस्तोमा पसल हुन्छ नि, बिर्कुटी मण्डप जस्तै हुन्छ होला सेम। अनि उसलाई अस्ति ल्याउनु मन थियो। म एक दिन डेलिभरी गर्न आएको थिएँ होइन, डेलिभरी गर्न होइन एउटा साथीलाई हेल्प गर्न आएको थिएँ, उसको पार्सल लिन आएको थिएँ। अनि त्यसपछि त्यहाँभित्र छिटेर पानी खाउँ न भनेर गएको थियौँ कि हामी। अनि त्यति बेला चाहिँ मलाई थाहा भएको थियो मैले अस्ति ल्याउनु जस्तो भइरहेको थियो। अब कहिले पनि टाइमै भएन होइन, टाइम नभयो भन्दा नि दिमागमै भएन कि त्यो कुराहरू। अनि आज चाहिँ म तपाईँहरूलाई फोर्ट मार्केट देखाउँछु यहाँ कस्तो छ के छ भनेर। अब भित्र जाऊँ न तपाईँहरूले हुन्छ र। हामी बसमा आएको भए नि हुने रहेछ नि, यहीँ आउने हो भने भए त। सो आयो होइन फोर्ट मार्केट, फोर्ट सपिङ सेन्टर।
हामी जानुपर्ने ग्लासको फोर्ट हामी आयो फोर सुपर मार्केट आयो होइन यहाँभित्र चाहिँ अब पछाडिबाट गयो भने चाहिँ देखिन्छ त्यो घर होइन देखाउँछु यहाँभित्र आउँ जेडी छिर्यौँ अनि त्यसपछि के थियो अर्को खोइ के थियो अर्को त्यो पनि छिर्यौँ होइन अनि त्यसपछि त्यहाँनिर एउटा सामान मन पऱ्यो तर पहिल्यै किनिसकेको थिएँ मैले जेडीमा अनि त्यसपछि अब अनि यहाँ प्राइमर पनि रहेछ नि हामी चाहिँ प्राइमर छिर्यो होइन मैले हिजो भर्खरै मैले हिजो भर्खरै 305 सपिङ गरेको अनलाइनबाट अब आज पनि एक झोला भइसक्यो सामान के हो यो खासै रेगुलर युजको लागि चाहिँ मैले खासै केही पनि किनेको थिइनँ आजसम्म होइन अनि सधैँ अब एकदम धेरै पैसा खर्च गरेर सपिङ गर्दाखेरि चाहिँ आज चाहिँ फर्स्ट टाइम प्राइमरमा सपिङ गरेको त्यस्तो धेरै क्वालिटी नराम्रो पनि हुँदो नरहेछ कि राम्रै छ कोही ठिकै लाग्यो मलाई चाहिँ होइन अनि टन्नै सामान उठाएँ मैले चाहिँ अनि अस्मिता अझ पनि सामान चेक गर्दैछ उसको पालो अब चाहिँ मैले चाहिँ यहाँ देख्छौँ चाहिँ एक झोला भइसक्यो हातै उ गर्न के अरे दुखिसक्यो समात्दाखेरि अस्मिता चाहिँ अब सामान खोज्दैछ अनि मेरो क्यामेरा चाहिँ डेन्जर नम्बरसँग झऱ्यो भुइँमा क्यामेरा नि त्यो गिम्बल पनि बिग्रियो के भयो थाहा पनि घरमा चेक गर्नुपर्छ अहिलेसम्म चाहिँ राम्रै काम गरेको छ झ्याममा झरेर रहेछ क्या सामान बोक्ने ठाउँमै थिएन त्यही पनि अब सामान चेक गर्छु अब तपाईँहरूले देखाउँछु म के किने भनेर एकचोटि ट्राई पनि गरौँ कस्तो हुन्छ स्टे ट्युन गाइस टन्नै लुगा भयो होइन अनि हामी चाहिँ यहाँ फिटिङ रुममा आएको छ अब चेक गर्नलाई टन्नै नै लुगा भयो मेरो कपाल आज कस्तो भएछ हिजो नआएको भएर फुस्रो भएछ अनि टन्नै लुगा चाहिँ म देखाइदिन्छु तपाईँहरूलाई देख्न सक्नुहुन्छ टन्नै लुगा छ कि टन्नै नै किनेँ मैले खासै यसमा कहिले पनि लुगा किनेको थिएन अनि आज चाहिँ अब आएको पनि किनिहालौँ अब धेरैचोटि आइरहेको थिएन सबै सामानहरू चाहिँ पहिला चाहिँ हामी एमाजोनबाटै गर्थ्यौँ अनि अहिले चाहिँ धेरै भएको थियो एमाजोन पनि युज नगरेको अनि अलिक बिजी पनि भयो होइन सबै चाहिँ हामी ट्रेसिङ गर्छौँ अनि अब निस्किन्छ है त आज चाहिँ हामीले टन्नै लास्ट नै धेरै सपिङ गरेँ नि यहाँ देख्छौँ चाहिँ एउटा फ्रिज चाहने Yep. Would you like the biggest one maybe? Yep, sure please. So yeah, ब्यागको पनि एक्स्ट्रा पैसा चार्ज लाग्दो रहेछ होइन You doing much today anyway? You doing much today? Yeah, what you up to? I don't know, just messed up. Just after a long time I'm doing shopping. Aye. First time in the Primark. First time? Yeah. It's been 2 years. Aye. And yeah. I mostly do online. Online? Aye. Is that what that is? That's a video, just making some YouTube vlogs. It's a YouTube vlog? Yeah. Nice one. Do you mind? No, I don't mind. Right. I was just curious. Right. Yeah, I need to return something from it. Just to... Yeah, that's fine. Don't know where is that. How long have you been working here? 6 months. 6 months. How is I it? didn't feel it 6 months. It's alright. It's like Busy every day? it's always quite busy in Freemark, but to be honest, it's not as bad as the one in town. Like, Good to hear. Aye. Can't complain. That's good. What's your channel? I've just started a couple of months ago. Aye. Don't have much followers. Aye. But one of my TikTok videos went viral. Did they? Aye. 500k views, more than 500k views. Yeah. Do you get like TikTok commission for that, or do you need to like be a certain? It takes a lot of time, Aye, mate. Aye. Aye. But if you get a good views,
and if you get viral on every video, you make a good money. Exactly. Is that the goal for you then? Aye, Like some sort of influencer type thing, aye. Is it YouTube or is it just like everything across the board that you're aiming for? Yeah, everything. Just don't have like such specific topic or something like that. I just travel around Scotland. Aye, that's cool. Aye. If Right, you give me your YouTube channel, name, right? I'll subscribe to you. Right, thank you so much. I appreciate it. So I just met a guy. He's very kind of nice. You can show him in the camera. Yeah. So he just said he would subscribe my YouTube channel, I'll subscribe. but I do it in a different language. You might not understand it. Aye. It's alright. I'll tune in. Yeah. You can see my The drone translation. videos. Drawing videos? Yeah. Aye. You do art? Hmm? Drawing, did you say? No drone. Oh, right. See the camera flying up. Aye, drone. Yeah. I'll show you this now. 3 seconds. So I wanted to reach on one of them. Did you take it off? What's that, sorry? See this one? I've got 3 3 of them. and one is smaller. One of them small. So is it a medium? The medium vest? Yeah, medium, yeah. Is that all? Aye. No worries. So त्यहाँ मैले एउटा राम्रो भाइ भेट भयो मसित चाहिँ त्यहाँ बिल गर्दाखेरि मैले चाहिँ एकदम राम्रो तरिकाले एप्रोच गरेँ क्या अनि एकदमै राम्रो लाग्यो अनि त्यसपछि हामी चाहिँ प्राइमार्कमा टन्नै सपिङ गरेँ फर्स्ट टाइम युके आएदेखिको फर्स्ट टाइम यसरी मैले सपिङ गरेको नत्र हामी चाहिँ फाटाफुट्टा जाने अनि महँगो ठाउँ मनपर्ने कि मलाई चाहिँ अब आफूसँग पैसै नभए पनि महँगो ठाउँ जानुपर्ने अनि त्यस्तो हुन्थ्यो अनि आज चाहिँ प्राइमार्क छिर्ने भनेर भन्ने उसले कल गरेको भएर चाहिँ हामी प्राइमार्क छिरेँ जे देखेँ त्यही उठाउनु मन लाग्ने होइन अनि ट्याप उठाएँ अनि त्यसपछि अब अहिले चाहिँ हामी त्यहाँ सपिङ गरेर निस्किसकेपछि अब यहाँनिर उसलाई यो मैले चाहिँ पहिले ट्राई गरिसकेँ होइन अनि उसलाई चाहिँ आज उसलाई एउटा यो चाहिँ ट्राई गराइदिउँ भनेर सो हात राख न यहाँ हात छिराउ न यहाँ कस्तो फिल भइरहेछ तिमीलाई मजा भइरह मान्छेको हातले मसाज गरे जस्तो क्या मलाई त दुख्छ यार यसले गर्दाखेरि हो मलाई यस्तै चाहियो थियो सो उसलाई चाहिँ रमाइलो लागेको छ नि मलाई चाहिँ खासै त्यो धेरैचोटि गरेर भएर हो कि कस्तो औडा लाग्छ कि जम्मा 1 पाउन्ड मात्रै हो यहाँ हुन चाहिँ मजा आउँदो रहेछ यस्तो गऱ्यो सो उसलाई चाहिँ रमाइलो भएर होइन मेरो कपाल चाहिँ यस्तो भइसक्यो प्राइमारमा चाहिँ एसी गतिलो रहन्छ भन्ने थाहा पाएँ मैले चाहिँ लास्टै गर्मी भएर पसिना आएर अब उसलाई चाहिँ आनन्द आइरहेको छ अरे अब एकछिन यो हेरौँ अनि त्यसपछि हामी अब निस्किन्छौँ है त टन्नै सामान भयो कि अब अझ 1-2टा सामान किन्न बाँकी छ त्यसपछि अनि फेरि भेटौँला म तपाईँहरूलाई सो अहिले चाहिँ हामी जाँदै थियौँ होइन अनि यो एउटा एनबी भन्ने स्टोर रहेछ अनि यहाँनिर चाहिँ अस्मितालाई यस्तो ड्रेस मन परेछ कि यहाँ यस्तो ड्रेसहरू छ नि अनि उसले चाहिँ यो ड्रेस ट्राई गर्न लाग्यो मैले बच्चाको अनुसार चाहिँ हाँसिरहेको थिएँ पसलको मान्छे आऊ त बाहिर आऊ त दामी हुँदो रहेछ है अस्मिता खै त हेर त ओहो खतरा हुँदो रहेछ खै हात छोड न ए हात छोड्नु नमिल्ने रहेछ दामी हुँदो रहेछ ल खतरा रहेछ ड्रेस चाहिँ मलाई पनि मन पर्यो दामी छ अब फेरि अब यो हेरौँ कतिसम्म आउँछ यो यहाँनिर बार्गेन गर्नु थाहा भएन तर फिक्स प्राइस छ एकदमै महँगो गाइस 50 क्विड त्यसको लागि ठिक गरौँ Here she comes with another dress. So it looks absolutely gorgeous. Check this out, guys. It's like absolutely gorgeous, man. I've never seen her like that before. We've been in a relationship for more than 8 years now, but never realized she looked that much pretty on these kind of dresses. She never tried it before, but amazing. Absolutely amazing, guys. अब चाहिँ हामी प्याकिङ गरेर छिटो घर जान्छौँ अब यहाँबाट अहिले चाहिँ हामी फेरि अर्को महँगो स्टोरमा आइसक्यो होइन अनि यहाँ चाहिँ मलाई एउटा यो मन पऱ्यो होइन खै यो मन पऱ्यो जस्तो लाग्छ
यसलाई चाहिँ साइडमा राख्थ्यौँ न त्यसलाई साइडमा राख्थ्यो नि म देखाउँछु यहाँनिर देख्न सक्नुहुन्छ है फोर्ज मार्केटको डोर चाहिँ पछाडिपट्टि छ अनि अहिले चाहिँ के रियलाइज भयो भने मैले चाहिँ मिस्टेक गरेँ भने रियलाइज भयो आज यहाँ नहुने रहेछ हिजो भर्खर 300-400 कमाउँछ अनलाइन सपिङ गरेको आज यहाँ 500 चाहिँ खर्च भयो यहाँ कति सामान चाहिँ किनेको छ भने पुरै छोड्दिनँ यति महँगो होइन साह्रै महँगो मैले तपाईँहरूलाई त्यो भिरकुन बनाउनु जस्तो देखाउँछु भने चाहिँ त्यो पछाडिपट्टि चाहिँ हामी गएन धेरै टाइम लगायो अनि लुगा पनि टन्नै किनियो खास चाहिँ अब हामीले युके आएपछि चाहिँ त्यही फाटा किनिरहने नेपालबाट पनि कोही मान्छे आउनु लाग्यो त्यति बेलै पठाइदिनु भनेर गइरहेको थियौँ होइन तर नेपालमा किनेर यहाँ उस्तै पर्न आउँछ कि सामानको चाहिँ यताउता गर्दाखेरि चाहिँ उस्तै अब अलिकति फरक त भइहाल्छ तर जे होस् अब पैसाको एमाउन्ट हेर्ने भने चाहिँ ल उस्तै हुन खोज्छ अनि अब आज चाहिँ धेरै भएको थियो हामी सपिङ नगरेको अनि त्यही भएर पनि गरियो सपिङ टन्नै नै गरियो क्या मैले लुगा मात्र गर्ने हो भने टोटलमा हिजो र आजमा 20-25 वटा किन्यो होला होइन अब मलाई म्याकबुक किन्न मन लागिरहेको थियो अब भिडियो एडिटिङ गर्नलाई अब त्यो चाहिँ अब अलि पछि केही यहाँनिर मिल्यो भने मैले सोचेको कुरा पुग्यो भने अनि अहिले चाहिँ म तपाईँलाई एउटा सानो गुड न्युज दिन्छु मेरो कपाल उड्यो होइन कल मिलाइदियो त सो मेरो प्लान चाहिँ BMW X3 किन्ने थियो होइन अहिले पनि प्लान चाहिँ छ अब अलिकति पोस्टपोन गर्नुपर्ने BMW X3लाई अनि अहिले चाहिँ म बाइकको लाइसेन्स लिन खोज्दैछु होइन बाइकको लाइसेन्स लिन प्रक्रिया अघि बढिसक्यो इट विल टेक लाइक अप टु कपल अफ मन्थ्स तर त्योभन्दा अगाडि पनि हुनसक्छ थ्योरी टेस्ट बुक भइसक्यो अनि थ्योरी टेस्ट पढाइ पनि छैन यत्तिकै दिने प्लान छ मेरो चाहिँ कतिको ट्यालेन्ट छु म भनेर चेक गर्नलाई मैले चाहिँ पढाएँ खासै यस्तो धेरै डिफ्रेन्स चाहिँ हुँदैन अनि त्यही नै हो सिबिटी टेस्ट पनि आउँदैछ नजिक अनि त्यसपछि अरू भनेको चाहिँ अनि त्यो इन्टेन्सिभ कोर्स के हुन्छ त्यो पनि मैले बुक गरिसकेँ अब अलिकति टाइम लाग्ने भयो अब मेरो यहाँ अलिकति प्रब्लमहरू चलिरहेको छ होइन यसो कामलाई लिएर अब के हुन्छ थाहा छैन म तपाईँलाई त्यो बारेमा भन्ने छु के कस्तो गर्छु भनेर सपिङ एकदमै बवाल भयो अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ गाडी पनि बाटोमा पार्क गरेको थियो यहीँ बाटोमा पार्क गरेको थियो डबल एयरलाइन्समा धन्न केही भएर छ अहिलेसम्म अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है त सो अहिले चाहिँ हामी फाइनली घर आइसक्यो होइन म तपाईँलाई भने जस्तै म तपाईँहरूलाई चाहिँ के लुगा किनेर देखाउँछु सो यत्रो भरि लुगा छ भरि पुरै अनि त्यसमा पनि नअटाएर यहाँ छ हामीसँग यत्रो अर्को झोला लुगा होइन तपाईँहरूलाई देखाउँछु लगातार यो अस्मिताको हो होइन अस्मिताको लुगा यतापट्टि राख्छु यो मेरो हो यो समरको लागि हो सबै चाहिँ अब समर धेरै दिन चाहिँ टिक्दैन तर जो टन्नै सपिङ गरेँ यो समर भन्दा नि घरमा बस्दा सजिलो हुन्छ यो कट्टु भयो कट्टु भने मतलब हाफ प्यान्ट भनौँ न अनि यो मेरो लागि के भन्छ यसलाई होइन जिन्स होइन कार्गो ब्ल्याकमा मेरो यो टी सर्ट कति महँगो छ पुरै छोडिदिने यो टी सर्ट होइन अनि त्यसपछि आएर यो फ्लेमिङ्गो हाफ प्यान्ट यो अस्मिताको अनि यो मेरो लागि यसो बाहिर यता गर्दाखेरि सर्ट हालेर हिँड्नु भनेर यो भयो त मेरो हो नि त अनि मेरो घर बस्दाखेरि यसो हुलेर गर्मीमा भनौँ त्यही भएर यो एउटा भेस्ट जस्तो अनि यो चाहिँ अस्मिताको हो यो होइन के हो अनि यो पनि मेरै हो हाफ प्यान्ट यसो यताउता हिँड्दा हुन्छ अनि अर्को देखाउँछु मैले यो केटी मान्छेको कार्डिगन जस्तो र के भन्छ थाहा भएन समर के हो पनि तर यो कस्तो गाँजाको बनाएको छ कि कलर पनि त्यो के हो अनि यो मेरो अर्को कट्टु कति लुगा हेर्नु न यो मेरो भेस्ट अनि यो अस्मिताको के हो यो किन किने मलाई थाहा भएन यो गर्मीमा किने अनि यो मेरो जिन्स प्यान्ट ब्ल्याक कलरको है अनि यो मैले जुत्ता चाहिँ यसो भनौँ न यसो खतखत लगाएर हिँड्नुहुन्छ भनेर अनि यो चप्पल भित्र लाउँदै हो अनि ल यसको सेट भयो त यसको सेट भयो त यसको सेट लाग्ने चाहिँ यो कस्तो भइहाल्यो होइन हेर्ला हुन्छ क्या भिडियो अनि चाहिँ मैले चस्मा चाहिँ गाडीमा गर्ने गाडीमा हाल्ला है अनि अस्मिताको यो क्यामेरा मेरो मलाई फोकस गर्ने छोड्यो नि त फेरि ब्याक अनि यो अस्मिताको आइल्यासेस बिल भयो चाहिँ यसको पनि पैसा दियो त्यसले चाहिँ अनि फेरि मैले अर्को स्टोरमा छिरेर चाहिँ यो धेरै एक्सपेन्सिभ है यो एउटा अनि एउटा अलिक फर्मल हुन्छ कतैतिर हिँड्दाखेरि फर्मल प्यान्टहरू यो तर मान्छेहरू चाहिँ यहाँ चाहिँ मान्छेहरू प्यान्ट भने चाहिँ कट्टुभित्र लाने कट्टु भन्दो रहेछ अनि यसलाई चाहिँ ट्राउजर भन्छ अनि यो भयो अनि यो सर्टको छुट्टै नभएर कति महँगो सर्ट यस्तो महँगो सर्ट रहेछ कति भन्नु तर यो जस्तो महँगो चाहिँ मैले दिँदैन साह्रै महँगो भित्र टी सर्ट मैले टी सर्ट आउँछ भने टी सर्ट आउँदो रहेछ यो सर्ट भयो होइन अनि अब अस्मिताको सबसे महँगो लुगा चाहिँ म तपाईँलाई देखाउँछु है के हो तर भिडियो धेरै राम्रो छ छिटो गर्छ हेरेँ अस्मिताको यो चाहिँ ल यही हो तपाईँलाई देखाउँछु भने म देखाएको अरू त के किन्यो भने अरू अब भर्खर सामानहरू किन अब त्यो खानेकुराहरू टन्नै भएको थियो अनि पानी परेर चाहिँ खासै भएर
अनि क्यामेरा फुटेज म तपाईहरुलाई अर्को भिडियो देखाउँछु अनि म त्यो क्यामेरा युज गरेछु तर क्यामेरा चाहिँ नमजाले खसेको दुईचोटी खसेको सामान किन्दाखेरि नि अर्कोचोटी चाहिँ पुरा त्यो पिचमा भनौँ न पार्किङमा ड्याममा खुट्टा हालेर झ्याम्मै झरेर फुट्यो तर गिमहरु पनि केही पनि भएको छैन स्क्र्याचहरु टन्नै भयो सो यस्तै छ जिन्दगीमा तलमाथि भइहाल्छ सो ए गाइस टन्नै सपिङ गरिहाल्छ देखिहाल्नु भयो हैन टन्नै सपिङ गरे हामीले चाहिँ अनि बिहान हामी 9:30 10 बजेतिर निस्केको 9:30 10 हैन हौ 11 बजे थियो घरमा मैले घडी हो र 9 बजे उठेर 9:30 बजे हिँड्नु भयो 11 बजेतिर हामी निस्केका थियौँ अनि त्यसपछि सपिङ सकेर ठ्याक्क अहिले 2 बजे हैन अनि हामी चाहिँ घर जाँदै थियौँ अनि राउन्डअबाउटबाट चाहिँ जम्मा 2 मिनेट टाढा थियो घर अनि त्यसपछि के आयो भने अब आधा दिन सकिसक्यो अब घर गएर गर्ने पनि के हैन भोलि पनि बिदा छ भनेर चाहिँ अब हामी घुम्न जाँदैछौँ है अनि तपाईहरुलाई चाहिँ म अब के लुगा किने के गरे भनेर चाहिँ म तपाईहरुलाई घर देखाउँछु अब सामान यही छ घर जान पनि पाइएन हैन अब हामी यहाँबाट सिधै घुम्न जान्छौँ अनि त्यसपछि चाहिँ अनि अब चाहिँ म यो भ्लग चाहिँ एन्ड गर्छु है सो अब के किने चाहिँ म तपाईहरुलाई घर देखाउने छु यही भ्लगमै एड हुन्छ अनि त्यसपछिको भ्लग चाहिँ अनि हामी चाहिँ अब आज कहाँ घुम्न जान्छौँ त्यो तपाईहरुलाई देखाउँछु त्यो चाहिँ सेक्रेट हैन अब यो कहाँ हो मलाई पनि थाहा छैन त्यतिकै म्यापमा हेरेर हावातालमा हामी निस्केछौँ आज चाहिँ सो यति भन्दै दिस इज मिस नफकिन साइनिङ अफ फर टुडे अनि आशा सबैजनाले मन पराइदिनु हुन्छ है टेक केयर ड्राइभ सेफ स्टे सेफ गाइज आई विल सी यू अन नेक्स्ट भिडियो नेक्स्ट भ्लग टिल देन टेक केयर बाइ बाइ गाइज